तराईको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज कुन हो? अप्सन ए बाँकेरानी, अप्सन बी बर्दिया रानी, अप्सन सी पर्सा रानी, अप्सन डी चितवन रानी। यसको सही उत्तर अप्सन बी बर्दिया रानी। यसै गरी अर्को प्रश्न, सर्वप्रथम युरोप पुग्ने राजा को हुन्? अप्सन ए वीरेन्द्र, अप्सन बी मानदेव, अप्सन सी ज्ञानेन्द्र, अप्सन डी श्री 5 त्रिभुवन। यसको सही उत्तर अप्सन डी श्री 5 त्रिभुवन। यसै गरी अर्को प्रश्न, भाषाको चिडियाखाना उपनामले चिनिने महादेश कुन हो? अप्सन ए अफ्रिका, अप्सन बी उत्तर अमेरिका, अप्सन सी एसिया, अप्सन डी अस्ट्रेलिया। यसको सही उत्तर अप्सन ए अफ्रिका। यसै गरी अर्को प्रश्न, लिच्छवी कालमा कृषि उत्पादनमा लगाउने करलाई के भनिन्छ? अप्सन ए तैल कर, अप्सन बी मल्ल कर, अप्सन सी आपन कर, अप्सन डी भाग कर। यसको सही उत्तर अप्सन डी भाग कर। यसै गरी अर्को प्रश्न, भिटामिन B3 को रासायनिक नाम के हो? अप्सन ए रेटिनोल, अप्सन बी टोकोफेरल, अप्सन सी नाइसिन, अप्सन डी थाइमिन। यसको सही उत्तर अप्सन सी नाइसिन। यसै गरी अर्को प्रश्न, सूर्यको प्रकाश पानीमा कति गहिराइसम्म जान सक्दछ? अप्सन ए 150 फिट, अप्सन बी 200 फिट, अप्सन सी 290 फिट, अप्सन डी 320 फिट। यसको सही उत्तर अप्सन बी 200 फिट। यसै गरी अर्को प्रश्न, नेपालमा धान दिवस कहिले मनाइन्छ? अप्सन ए असार 15, अप्सन बी असोज 17, अप्सन सी जेठ 7, अप्सन डी फागुन 22। यसको सही उत्तर अप्सन ए असार 15। कुन चराले सबै चराहरूको नक्कल गर्न सक्छ? अप्सन ए काग, अप्सन बी काँडे भ्याकुर, अप्सन सी सुगा, अप्सन डी कोइली। यसको सही उत्तर अप्सन बी काँडे भ्याकुर। यसै गरी अर्को प्रश्न, चटपटे खाँदा कुन रोग लाग्छ? अप्सन ए क्यान्सर, अप्सन बी पाइल्स, अप्सन सी ग्यास्ट्रिक, अप्सन डी उच्च रक्तचाप। यसको सही उत्तर अप्सन सी ग्यास्ट्रिक। महाकाली नदीको उद्गम स्थल कहाँ रहेको छ? अप्सन ए तिब्बत, अप्सन बी अप हिमाल, अप्सन सी महाभारत, अप्सन डी सिन्धुलीगढ।
यसको सही उत्तर अप्सन बी अपी हिमाल। त्यसै गरी अर्को प्रश्न, काठको काम गर्नेलाई सिकर्मी भनिन्छ भने फलामको काम गर्नेलाई के भनिन्छ? साथीहरू यो आजको अन्तिम प्रश्न पनि हो। त्यसै गरी अप्सन ए डकर्मी, अप्सन बी कालीघाट, अप्सन सी लोहाकर, अप्सन डी सूचीकार। साथीहरू यसको उत्तरलाई चाहिँ हजुरहरूले तल कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला र यस भिडियोलाई अन्तिमसम्म हेरेर साथ र सपोर्ट गरिदिएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद। र यस्तै भिडियो हेर्नका लागि हाम्रो एसएके स्टडी युट्युब च्यानललाई लाइक सब्सक्राइब र सेयर गरेर पनि पक्कै नभुल्नु होला। र आजको दिन चाहिँ म भोलि पनि फेरि यस्तै जिके सम्बन्धी रोमाञ्चक भिडियोहरू ल्याएर म हजुरहरूको सामुन्ने प्रस्तुत हुनेछु। अहिलेलाई यति नै। हस्त सम्पूर्णमा फेरि पनि धन्यवाद।